हेलो गाइस वेलकम ब्याक टु सायो ब्लग्स होइन आज चाहिँ धेरै दिन बाद भिडियो बनाउँदैछु किन भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो पार्सल आएको छ घरबाट होइन दिदा आउट अफ सर्भिस यहाँ चाहिँ सो हाम्रो पार्सल चाहिँ यहाँ प्रब्लम हुन्छ यसभित्र चाहिँ हाम्रो यो चाहिँ केबलले ल्याइदिएको पार्सल होइन त्यो केबलकोबाट चाहिँ छुट्याइसकेर चाहिँ अब हामीले हाम्रो रुममा लगेर यसको फेरि फोरफार हुन्छ होइन यहाँबाट चाहिँ पार्सल छ नि त हाम्रो यसमा सो अब के छ गर्ने हुन्छ बहुत एक्साइटेड होइन पार्सल खोल्नको लागि चाहिँ रुममा जाने हो चट्ट खोल्ने पार्सल सो गाइस हाम्रो पार्सल चाहिँ यहाँ छ हो यो चाहिँ मेरो पार्सल हो यहाँ चाहिँ खानेकुरा छ यहाँ छ हाम्रो फ्रेन्डको चिप्स छ हो लप्चूको पेडा छ वाइ छ अकबरी छ के हो चाहिँ गुन्द्रुकको अचार गुन्द्रुकको अचार नेवारी अचार भएछ कहाँ गुन्द्रुकको अचार त्यही त यहाँ छ झिङ्गे माछाको अचार सो यस्तो छ गाइस हेर्नुहोस् त यो चाहिँ सुँगुरको अचार रहेछ भयो यहाँ चाहिँ मेरो पार्सल छ यहाँ चाहिँ के दिएको अचार छ माछा र चिकनको यहाँ चाहिँ मेरो पार्सल छ के खास पार्सल गाइस यो पार्सल चाहिँ घरबाट आएको होइन सो अब चाहिँ खोलिदिने हो के छ होला प्याकिङ त ह्याप्पी छ त तेल लिक भएको छैन ला लिक भएको नि तेल लिक भएको नि front side. Max never packet अचार लिक भएछ नि त्यो चाहिँ अचार सुगर पप प्याम्पो वाटर बोतल ह्याप्पी छ त अन्त के हो चाहिँ के हो त्यो कप सुनपापडी वाउ आएछ नि दा खास चिज आएछ नि यो चाहिँ हो कि यो चाहिँ नेवारी अचार रहेछ
सबै खान्न सक्यो लिक भएछ अब चाहिँ यो खोल्नुपर्छ दामी छ त कप पनि यो चाहिँ के हो टिल गर्छ रहेछ हौ के हो हुँदैछ नि खोलाइ आमा कागज त सानो थुपारेर नि तिमीले त अन्त आएकै त्यस्तो हो कि के हो बटर ह्यापी आएछ त खास नेवारी अचार चाहिँ यस्तो हुँदो रहेछ नि त त्यसो खै चाख्दिउँ न दुध रहेछ है सुनपापडी खोला न अरू त के होइन मैले त्यही देखेको Thank you so much. क्रिस्पी बनाइदिएको छ है नयाँ ओलेटायो यो चाहिँ के हो भने मैले बुझिनँ